गुड मर्निङ गाइज वेलकम टु द अनदर भ्लग। सो हिजो चाहिँ हामी काठमाडौँबाट बगाम आइपुगेका थियौँ। सो हिजो राति चाहिँ हामी यतै बास बस्यौँ यही होमस्टेमा। सो मिठो निन्द्रा लाग्यो, रेस पनि दामी भयो होइन। सो बिहान भइसकेको छ। सो क्लाइमेट एकदम क्लिन एकदम फ्रेस देख्न सक्छौँ। ओके सुरु गरौँ आजको भ्लग होइन। आज चाहिँ हामी बगामबाट भैरवकुण्डसम्म जानेछौँ अनि फेरि फर्केर ब्याक टु द सेम बगाममै आउनेछौँ अनि यहीँ बास बस्नेछौँ अनि भोलि बिहानै फर्किनेछौँ काठमाडौँतर्फ है त। बिस्तारै हामी अगाडि बढ्यौँ, एकदम खुड्किला थियो होइन। अगाडि बिस्तारै बिस्तारै अगाडि बढ्न थाल्यौँ। एकदम सुनसान थियो होइन, आनन्द आउने खालको। आफ्नै गाउँतिर हिँडिरहेको जस्तो फिल भइरहेको थियो। पुरै सुनसान बाटो, पुरै खाली खाली एकदम। हेर नि त्यो बादल भयो क्या, सोधिरहेको हल्का गर्मी भइरहेको होइन। यहाँबाट भ्यू चाहिँ सबै छेकिएको छ उसले गर्दा, पुरै माथि डाँडा डाँडा छ। अब हामी जाने रुट चाहिँ यही हो। हेलो हेलो, हाम्रो स्टिक आइसक्यो ल, ट्रेकिङ स्टिक। ट्रेकिङ स्टिक यहाँ रेडी भइसकेको छ हाम्रो। पुरै हुस्सु लाएर केही देखिन छोडिरहेछ, हुस्सु देखाइदियो नि यहाँनिर। उही वाल हुस्सेछ त। थकाइ लाग्यो। हो यो बस्ने ठाउँ रहेछ त, बस्नु सङ्गम। सबै लाएर यो रमाइलो भइरहेछ। थोरै थकाइ लागेको अवस्था, एकछिन रेस्ट लिएर फेरि हिँड्नुपर्ने हुन्छ। ल यता चाहिँ धेरै फोहोरहरू देखेँ पहिले होइन, यस्तो चाहिँ नगरिदिउँ। सो रमाइलो गरौँ तर नेचरलाई ह्याम्पर चाहिँ नगरौँ है त। ल हो ओके, उकालो हेर्न सक्छौँ हामीले। वाल उकालो छ है। हामी लास्ट तलबाट आइसक्यौँ। सङ्गम के भनिदिउँ न त, गर्मी छ यार, गाह्रो छ। हामीले त्यही माथि पानी पनि ल्याउनु बिर्स्यो। होटल कति टाढा छ हामीलाई थाहा छैन। पहिला हामीले होटल खोज्नु पऱ्यो र अहिलेको लागि डिहाइड्रेट भइरहेछ। सो गाइज हामी यहाँनिर आउँदै थियौँ अनि यस्तो बाटो देखेँ क्या। सन्तोष कस्तो भन्दै त दामी छ, यहाँबाट देखाइदिउँ न। हेरेर कस्तो भिरालो छ क्या, यहाँबाट पुरै तल छ। अनि हामी आएको बाटो चाहिँ यो हो, यहाँबाट माथि जानुपर्ने छ। सन्तोष कस्तो लागिरहेछ त? अनि दामी छ, खतरा सिन छ यारसँग। हामी भूतको मुभीहरूमा हुन्छ नि त्यस्तो ठाउँमा पुगिसकेको छ। अब यहाँनिर पर हामीलाई दुइटा भूतले पर्खिरहेछ। हाम्रो साथीहरू आउँदैछन् त्यहाँ। पुरा भूतको त्यो के हुस्सु नै हुस्सु भएर क्या, केही देखेकै छैन। भिजिबिलिटी नै छैन हौ। चस्मा पनि देखिरहेको यार, अनि त सो हेलो गाइज, हामी चाहिँ अन द वे टु चोखर मकर। अनि यहाँ चाहिँ सबै गायब भइसकेको छ। सन्तोष सब ब्लर हामी आएको वे हेर्नु नि। ओके रेस्ट गर्ने ठाउँ फेरि पनि आइसक्यो।
सँग खतरा ठाउँ रहेछ त्यहाँ बस्नुलाई त महादेव पनि रहेछ अरू भन्दा नि हुस्सुले केही पनि देखिएन कि सिनेमेटिक हान्नु मजा आउँछ यहाँ नेचर ओके बाटो चाहिँ आइपुग्यो तर बाटो कता हो थाहा भएन यार न यता हो न यता हो गाईले सोध्यो यार बाटो कता भनेर हेलो मिस कता हो बाटो दिदी सायद बोल्दैन मिस लाग्थ्यो भाउ पनि गाह्रो छ यताबाट हो कि यताबाट हो कि यतैबाट जस्तो लाग्छ मलाई चाहिँ तर तनावको कुरा चाहिँ के भन्दाखेरि होटल फेरि यता साइडमा पऱ्यो भने हामी सुनसान गल्ली छ भन यार म आउँदैछु यार आउँदैछु यसो यो चाहिँ पक्कै पनि लास्ट उकालो हुनुपर्छ सन्तोष यो अन्तिम उकालो यार अन्तिम उकालो हुनु 9वटा उकालो तर्दैछु यार ओके बाटो देखेँ है बाटो देखेँ ल सो यहाँ चाहिँ वाइल्ड फ्लावर छ हाम्रो सन्तोष कस्तो हुँदैछ त यसो दुईवटा रुखमा टेकेर बसिरहेको छु होटल फाइनल्ली होटल फाइनल्ली ल यार फाइनली होटल भेट्यो हाम्रो आन्टी आउनु न आन्टी यार तपाईँलाई देखेर कस्तो खुसी लाग्यो ल आन्टी हाम्रो आन्टीको होटल भेट्यो हामीले होटल भेट्यो गाइज होटल भेट्यो गाइस दुई कप चिया ल पानी हालिदिनु पानी सँगमा हाल्दै गरौँ कटपानी लिनुहुन्छ कि आन्टी हिजो भर्खर खोल्नु भयो तपाईँले अच्छा सुन्दा आनन्द भाइ मन लाग्छ आन्टी चाहिँ लजावटी हुनुहुन्छ सन्तोष कस्तो भयो त तिमीलाई ठिक छ यार बल्ल तल होटल भेट्यो कति तलदेखि खोज्दै आएको नि आन्टी है पानी मिठो रहेछ त पानी मिठो रहेछ मिनरल वाटरै छैन र कसरी पानी बोकेर लान्छ यार बोतल होला नत्र हामी 8 बजी हिँड्यो होइन सन्तोष 8 बजी हिँड्यो भनेपछि यहाँ 2 घन्टामा पुग्यो त्यही 12 बजीतिर पुगिनु रहेछ हजुर सँगमा यार के छ यार त्यहाँ जतिसुकै पनि निन्द्रा बिहानसम्मको हो अरे जति हिँडे पनि यात्रा चिहानसम्मको अरे खतरा लाइन लिँदो रहेछ त ओके सिधै चक्कर मुकाम भन्दा हामी वाइल्ड माथि छ त भर्यौँ त ल अन्त यतापट्टि क्लियर छ यतापट्टि पुरै ब्लर छ एकै ठाउँमा दुईटा यार चोकर मुकाम आइपुग्यो फाइनल्ली गाइज चोकर मुकर आइपुग्यो कति बजी सन्तोष 12 बजी यार 12:30 हुनु लागि हेरौँ है त टाइम 12:38 भएछ चोकर मुकर आइपुगेछ हामी
खानसाना खाएर हिँड्दा 1:30 हुन्छ सही सन्तोष त्यस्तै होला यार माथि होटलमा गएर हान्नुपर्छ भिजिबिलिटी चाहिँ केही छैन क्या यहाँ केही देखेको छैन यार चारैतिर यस्तै छ यार कता जाने यार हेर न तर यहाँ फ्लावरहरू चाहिँ कस्तो दामी रहेछ कि केही देखेको छैन बाटो नै छैन हामी एउटा ग्राउन्डमा आएर अड्किरहेको छ अहिले त हामी हरायौँ यार त्यता बाटोहरू सङ्गम यार त्यता बाटो हो कि के हो यार यस्तो ठाउँ छ यार कुलो हो यार त्यो त त्यो बाटो होइन नि हामी भर्खर कताबाट आएको यार घुमाउरो छ यार यो त मान्छेको जुत्ताको पाइला त छैन रहेछ नि त बाटो हो र यो यस्तो छ गाई छ यो बाटो हो कि होइन यार अहिले साइकोमा फर्किँदाखेरि बाटो भेट्यो भने त तनाव हुन्छ त त्यही त हामी यताबाट आएको आउनु चाहिँ तर फेरि बिर्सिन्छ क्या हामीले ग्यास छ त पुरै यस्तो छ यार बाटो बाटै हो सन्तोष यो बाटो त बाटो हो कि होइन भन्नु यार ढुङ्गा ओछ्याएपछि बाटो हो गाइज हामी बढ्दैछौँ अगाडि सो बाटो हुनसक्छ यो होप सो बाटो होस् कपाल पनि यार हिँड्दा भिजिसकेछ यार कपाल त बाटो चाहिँ यही हो होइन तनाव चाहिँ के भयो भने होटेल त्यही त होटेल चाहिँ कता हो भन्ने भयो क्या होटेल त चाहियो हामीलाई बाटो चाहिँ भेट्यो फाइनल्ली गाडी आउँदैछ यहाँबाट त जाँदैन त्यो अघि हामी गइरहेको बाटो चाहिँ ऊ होला क्या जिपको यो चाहिँ उकालोवाला होला होइन त्यो कस्तो दामी देखेर देख्दैन तर ब्लर क्या भिजिबिलिटी छैन यार ओके हामी चाहिँ खाना खाने ठाउँमा बसेछौँ होइन बाल्दै आगो फुक्दै हेलो म चाहिँ हामीहरूको चिकन नास्ता चिकन नास्ता आगो दामी आगो बालिछ यहाँ यो दाउरा क्या मिठो बल्छ क्या यिनीहरू अझै ट्रेकिङ स्टिककै ढुङ्ग्रो कि ढुङ्ग्री के भन्छ यसलाई त्यो बनाएको रहेछ एकदम दामी के पोर्टेबल छ एकदमै तपाईँहरू जहाँ कहीँ पनि बोकेर हिँड्न सक्नुहुन्छ डियर मस्ट बाई दिस कस्तो छ भ्यू चाहिँ सन्तोष के हुँदैछ त हाम्रो खाना हुँदैछ यार खाना परेको मिठो छ खाना चाहिँ साग तरकारी त्यति करेला पिरो अचार रेनकोट लगाइयो है यहाँबाट हामी हिँडिसक्यौँ खाना खाएर जाने कताबाट त यो होला नि बाटो त बाटो कताबाट हो यताबाट सिधै भन सन्तोष यार तेर्सो बाटो आयो यार फेरि अब चाहिँ जोसमा हिँड्नुपर्छ यार बाटो नि देखाइदिनु तेर्सो बाटो आयो हामी यो के लौरी बिना कि समथिङ के भन्दो रहेछ यहाँ उसले गर्दा देखाएको छैन पुरै खाड डाउन स्टेयर छ कि यहाँबाट तल त्यो उकालो चढ्दै आएको हो कि होइन त सन्तोष कस्तो हुस लागेको बाटो चाहिँ खतरा खाँदा उहाँ पुग्छ यारसँग यार कति दौडे यार यारसा गुम्बा खायो क्या तिमीले यार यारसा गुम्बा खायो क्या भने रेड बुलको पावर हो दामी देखिँदो रहेछ नि त यो ढुङ्गाहरू त अहिले आउँदाखेरि लिने भनेर होला नि त कसको चाबी हो यो लिएर जानुहोस् है बिर्से कसले हो
मा कस्तो खतरा ढुङ्गा ढुङ्गा खाँदैन मासतिर त यहाँबाट त दौडिदिने हो क्या भाग मिल्का भाग हो क्या सङ्गमलाई हामीले भेटिसक्यौँ फोटो होइन भिडियो खतरा आइरहेको छ हेर्नु यस्तो खतरा आइरहेको सिनेमेटिक हान्ने हो क्या कति टाइम लाग्ने चाहिँ भरे पनि त आरामले 5 घन्टा पावर कतिको छ तपाईँको यहाँसम्म त 15 मिनटमा आइपुग्यो अब यहाँबाट लाग्छ उसले आधा घन्टा अलि भ्याउँदैन 45 मिनट नहुँदै गएर भ्याउँछ हस् त ल नुहाउनु नुहाउने अनि धेरै नर्छ हस् यो बिहान खोजेको तपाईँहरूलाई कहाँ खोइ थाहा नुहाउनु भयो तपाईँहरू नुहायो भने बिहान तपाईँले खोजेको पानी चिसो तर एकदम फ्रेस हुन्छ कि त्यहाँ आएको 40 मिनट भयो तपाईँहरू कहाँ फर्किनु हुने अब उही तलै पुग्यो तलभन्दा बगान हिँडेरै कि तर भएर हिँड्न थालिहाल्यो नि त्यो अब त्यो तल होटलमा यारसँग गुम्बा खाएर आउनुभयो क्या कहाँ पुग्यो सन्तोष हामी बिचो बाटोमा पुग्यो आइपुग्नु लाग्यो यार अब आइपुग्नु लाग्यो है 2 मिनट छैन अब 5 मिनट मात्र हो हेर्दा जस्तै एकजना पछाडिबाट खिचेर होइन अगाडि हिँड्दाखेरि त बाटो त यत्तिको देखिदिन्छ नि त अन्त ट्रेक जस्तो गर्दा होला सङ्गम आइपुग्नु लाग्यो ल ल ल सङ्गम हाउस द जोस गोदिने हो बिचमा डुबुल के हानिदिने हो सङ्गम यार आइपुग्नु लागि गाइज हाइट ल भइहाल्छ सँग म पुगिसक्यो ल सँग यार के छ यार द वे टु भैरवकुण्ड ल हामी अब गएर स्नान गर्नु छ यस्तो चिसोमा यस्तो जाडो भइरहेको कति भइरहेछ यार सन्तोष हिँड्दाखेरि गर्मी हुन्छ यार बस्दाखेरि जाडो हुन्छ भइहाल्छ भइरहेको त ओहो ए खतरा सिन छ त ओके गाइस यस्तो छ सिन चाहिँ होइन हेर्न सक्छौँ भइहाल्छ खतरा यताबाट नि हेरौँ यता पनि दामी छ सिन सङ्गम चाहिँ उहाँ पुगिसक्यो होइन हाइट आइपुग्यो अब बेर छैन हल्का पानी पनि छिटाउँदैछ त्यो कुद्यौँ कि हाइट सङ्गम चाहिँ उहाँ पुगिसक्यो है दामी भ्यू आइरहेछ ढुङ्गा छ तातो पानी हान्दियो कस्तो फोकस आयो पिछाडि फर्केसँग यता वाइल छ त गाई छ र त्यहाँ ल यहाँ सर हिँड्नु पर्यो भैरवकुण्ड आइपुग्छ होइन आधी घन्टा भनिदिन्छ यार फेरि उकालो आइसक्यो होइन टक्क उकालो चढ्नु पर्ने हुन्छ अब
सायद यो अन्तिम उकालो होला ओके पानी छिटाइसक्यो दामी भ्यू आएको छ यार तँलाई के छ यार पानी पर्यो त पानी पर्यो केटा हो पानी पर्यो पानी पर्यो है पानी पर्यो यतापट्टि दामी छ सिन पनि जम 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 लागम माथि पुगेपछि मात्र रेस्ट लिने हो गाइस यस्तो दामी छ बाटो चाहिँ होइन मोबाइलभरि पानी परिसक्यो क्लिपहरू हल्का नआउनु सक्छ तर कस्तो दामी देखिरहेको यार जुत्ता सब भिजिसक्यो होइन यस्तो छ सिन फाइनली ठ्याक्कै यहाँ माथिपट्टि फाइनल डेस्टिनी भैरवकुण्ड आइपुग्ने छ होइन पानी परिरहेछ यस्तो मोबाइल भिडियो जस्तो छ गाइस लाइक हान्दै गरौँ चिसो हुन थाल्छ पानीले त हो टाउको देखाएको छैन यार भुत जस्तो देखिरह होला मलाई त यार सङ्गम यार के छ यार पोज दियो यार पोज रोमाञ्चक बनाइदिएको छ यो ट्रेकलाई अझै एडभेन्चरस टाइप तर हात चाहिँ कस्तो थियो यार पानीले भिजेर enjoying a lot. दामी छ यार सिन त खतरा आइरहेको छ त यतापट्टि सिन पनि हेर्न सक्छ दामी छ सिन म कुद्न मिल्दैन नि त लडिहाल्छ नि अब पुगेको हामी भैरवकुण्डमा कस्तो लागिरहेछ सन्तोष मजा आइरहेछ यार मजा आइरहेको झन् बवाल अन्त भैरवकुण्ड खै भैरवकुण्ड आइपुग्नु लागि यता तलतिर देखाउन यार तलतिर सबै हुस्सुले पानी पनि ठुलो परिरहेछ अब चाहिँ आइपुग्यो गाइस भैरवकुण्ड फाइनली सन्तोष फाइनली वी मेड इट भैरवकुण्ड फाइनली सन्तोष कस्तो लागिरहेछ त बवाल मजा वी मेड इट सन्तोष ल चेयर्स आनन्द एकचोट ल फाइनली गाइस ऊ त्यो शिव मन्दिर हो ऊ त्यहाँनिर भएको वाउ कस्तो राम्रो रहेछ यार यहाँनिर त है बवाल रहेछ यार ल अब यहाँनिर हामी डुब्की लगाउँछौँ त्यो क्लिप खिच्नुपर्छ ल सङ्गम यार उता मान्छेहरू छ यार जम्ने त्यतातिर भैरवकुण्ड गाइस वा दामी छ त यस्तो छ है गाइस म पानी परिरहेको त नखोल्नु मुखभित्र भित्र पानी पर्छ यार हेर न कस्तो वा दामी छ त्यहाँ सङ्गम यार यस्तो सेल्फी जस्तो हानिदिउँ न त्यताबाट थम्बेल पिक हो आज कहाँ गएर उयो गर्नु सन्तोष ड्रेस चेन्ज हान्नु पऱ्यो नि डुबुल्की हान्ने हो र वाइल्ड चिस होला नि त पानी आयो फेरि यहाँबाट खिच्दैन होला पानी छोडेर चिसो खिचेर यार भयो डुब्दैन यार त्यहाँ त अलिक गहिरो पुगेन कि यहाँनिर अलि अगाडि जाउँ न र हान्दै गर न भयो भइरह त ल
भैरवकुण्डमै छ भाइ एकदम जाडो छ यहाँ चाहिँ लास्टै जाडो छ यार मेरो हाततिर यहाँनिर भैरवकुण्डको मन्दिर छ यहाँनिर भैरवकुण्ड भैरवकुण्ड जाडो छ है गाइस जर्सीमा अझ गाइस हामी जाँदैछौँ फर्किँदैछौँ गाइज अब हामी भ्लग चाहिँ यहीँ इन्ड भएको छ अब हामी यहाँबाट सिधै बगानतिर जान्छौँ होइन सन्तोष सो यही अब रात भएपछि राम्रो आउँदैन पनि आयो भने हामी खिच्दैछौँ दामी भएको छ त पानी जमाएर हुन्छ है अगाडिबाट यस्तो दामी भ्यू आएको छ सँगम के छ यार जाडो छ है अहिलेसम्म हात यो जुत्ताले काम गरिरहेको छैन चौरीहरू रहेछ दामीहरू चौरीहरू रहेछ नि त त्यहाँ याकहरू याकहरू हेर्न सक्छौँ त्यहाँ टक्कसँग फोकसमा जाडो भइरह है याक त खतरा त सो सन्तोष के गर्दैछौँ हामीहरूले हामी फर्किँदैछौँ यहाँ यो बाटो देखाइदेऊ न ल कत्रो लामो रुट के ल यत्रो बाटो घुमेर आएर हामी खतरा बादल दिएर हो ल बादल हेरिदिनु न त गाइज खतरा बादल हेरिदिनु र कहाँ छ अरे सन्तोष कहाँ आइपुग्यो रे सन्तोष चोकर मुकाम होइन यार चोकर मोकर हो इनर्जी लो भइसकेको छ गाइजहरू यहाँनिर हामी ब्याक टु द चोकर मोकर हामी 1 घन्टा लागेन नि 35 मिनट्स जस्तो लागेर हामी त्यहाँ हामी देखाएको थियो चट्टानहरू क्यामेराले जस्टिस चाहिँ गर्दैन है गाइजहरू यसरी जुम गरेर खिच्दाखेरि चाहिँ तर कस्तो मिठो देखायो क्या थ्याङ्क यू फर वाचिङ सी यू अन अनदर भ्लग सो लाइक सेयर सब्सक्राइब हानिदिउँ है त साथीहरू